हेलो एभ्रिवान, गुड मर्निङ, सेवा से मुइना, नमस्ते सबैजनालाई। वेलकम ब्याक टु माई युट्युब च्यानल सकुन राई। भ्लग बनाउने गर्छु अनि आज पनि आइसकेको छु म हजुरहरूको सामने न्यू डे न्यू भ्लग लिएर। अनि आशा छ हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि म चाहिँ आज जङ्गल जाँदैछु दाउरा लिनको लागि। हाम्रो त्यो चाहिँ यहाँ मौसम एकदम खराब थियो कि आज पानी परेर अनि मदाममा थियो। अनि अहिले चाहिँ मौसम खुलिरहेको छ। अनि म चाहिँ यहाँ आमासँग दाउरा लिन जाँदैछु है। बर्खा लाग्यो साथीहरू, मौसमको भर हुँदैन, एकछिन घाम लाग्छ एकछिन पानी परिहाल्छ। हाम्रो जङ्गल जाने बाटो चाहिँ यस्तो छ, परसम्म चाहिँ रोड छ अनि त्यसपछि चाहिँ बाटो सानो बाटो छ है। यहाँ चाहिँ धानको बिउ राखिसक्नु भएको छैन रहेछ। धानको बिउ राख्नको लागि पानी जम्मा गरिराख्नु भएको रहेछ। ए सुबिन भाइ, कता हिँड्नु भएको? या ए देख्दिनँ र नि। ल ल ल भाइ, हामी झर्छौँ। म कहिले झर्नु? बनाइहाल्नु मन छ जोतेर। तेर्छ पर्छ कि, तर कति धेरै टाढो छ भने नि जङ्गल हिँडेको हिँडै गर्नुपर्छ। ओह्रालो उकालो चाहिँ हिँड्नु पर्दैन, तेर्सो हिँड्नुपर्छ, तर यति टाढो जानुपर्छ कि। मलाई चाहिँ साथीहरूले के भन्नुहुन्छ भने नि, भिडियो त बनाउँछु, भिडियो बनाएपछि हाम्रो मोबाइल राम्रो छैन, राम्रो नभएपछि भिडियो राम्रो आउँदैन अनि भ्युजहरू पनि जाँदैन अनि कसैले हेर्दैन यताउता भन्नुहुन्छ कि। अनि अरूको अनि त्यसो भनेको सुन्दा त हो पनि जस्तो लाग्छ कहिलेकाहीँ। अनि आफ्नो बनाउने काम हो, किन मन मार्नु बिच बाटोमै, होइन? गर्दै जाउँ। अब क्यामेराले मात्रै त हुँदैन, आफ्नो काम हेरेर। अनि अब सबै अब एकजनाले मात्रै हेरेर पनि हुँदैन, सबैजनाले हेरिदिनु भयो भने, सपोर्टै गरिदिनु भयो भने त, होइन? आखिरमा किन नहुने त के छ र? सम्भावना असम्भव भन्ने चिज त छैन। गर्दै गइसकेपछि सम्भावना त अवश्य नै छ भन्ने मेरो मनमा चाहिँ लाग्यो। त्यही भएर म चाहिँ भिडियो कन्टिन्यू नै गरिरहेको छु अहिलेसम्म चाहिँ। मैले यसलाई चाहिँ मैले छोडेको छैन, गर्ने कोसिस गरि नै रहेको छु, होइन? प्रयास गरि नै रहेको छु। अब के कस्तो हुन्छ त्यो त मैले भन्दा त हुँदैन। तपाईँहरू सबैजनाले हेरेर तपाईँहरू सबैजनाले प्रतिक्रिया दिनु होला। अनि कस्तो के लाग्छ, होइन? अनि साथ सपोर्ट माया दिइराख्नु भएको छ, अझै पनि यस्तै साथ सपोर्ट माया सधैँभरि दिइराख्नु होला भन्न चाहे मैले चाहिँ। अनि तपाईँहरूको साथ सपोर्ट र मायाले यस्तै आगामी दिनहरूमा पनि भिडियो ल्याउनका लागि हौसला मिल्नेछ मलाई, होइन? अनि हौसला मिल्नेछ, के हौसला दिने मान्छे भयो भने काम गर्नको लागि पनि एकदमै सहज हुन्छ अनि कम्फर्टेबल हुन्छ, होइन? अनि तपाईँहरू सबैजना मेरो जसले मेरो युट्युब च्यानल हेर्नुहुन्छ उहाँ सबैजनाबाट अपेक्षा राखेको छु, होइन? एकदमै पोजिटिभ भावना लिएर अनि मेरो भिडियोलाई हेरेर साथ सपोर्ट माया दिनुहुन्छ भन्ने आशा राखेको छु। अनि मेरो आशा नमारिदिनु होला, भिडियो हेरेर भन्नु होला है कस्तो छ भनेर, होइन? अब नराम्रो भिडियो त नराम्रो भन्दा केही पनि फरक त पर्दैन, तर पनि साथ सपोर्ट चाहिँ गरिदिनु होला, होइन? प्रयास गरिरहेको छु। म चाहिँ आज यहाँ जङ्गलमा दाउरा लिन आएको थिएँ साथी, जङ्गलमा दाउरा लिन आइसकेँ। अनि अब म चाहिँ भारी लाउने छु अनि घर जाने। यता तलतिर पनि काट्नु भएको छ। हाम्रो चाहिँ हेर्नु न, दौडहरूले गर्दाखेरिमा सबै रुख डढेर यस्तो भएको छ। म चाहिँ भारी लाउनु पर्यो।
पानीले बिहानभरि पानी परेर है पानीले भिजेको दाउरा धेरै लागेको छु कम त गरौँ भएन हौ सुन्नु है साथी यहाँ गडाङ गुडुङ गरेर सानो छैन पानी पर्ला जस्तो छ अहिलेदेखि नै घर पुग्नु नदेला जस्तो छ हौ हाम्रो त गलेर लुथ भयो बाख्रा बस्तीले खाइसकेको होला क्या पलाए पनि निङ्गुरो त म अस्ति टिपेको सबै तितो खालको टिपेको छान्दा छान्दा गरेर लगेको यहाँ रहेछ एउटा आलुसँग खानु मिठो हुन्छ पलाउनु थालेछ अहिले त्यो यस्तो यस्तो त होइन निङ्गुरो है निङ्गुरो के साह्रो गाडाङ गुडुङ गरेको पानी परिहाल्ला जस्तो छ त सोमबार आज आइतबार छैन रहेछ दाउजो त यतातिरको मान्छेहरूले चाहिँ कर्कुलो चाहिँ खाँदैन क्या को क्याङ छ अरे कर्कुलो त यहाँ रहेछ हौ राम्रो रहेछ यहाँको बरु है साथीहरू पानी परेकोले गर्दाखेरिमा अहिले चाहिँ निङ्गुरोको सिजन भइसक्यो अनि हामीले चाहिँ अहिले कहिले अलिकति निङ्गुरो भेला पनि गऱ्यौँ है पानी परेकोले गर्दाखेरिमा निङ्गुरोहरूको सिजन छ नि त अहिले त्यही भएर निङ्गुरो यहाँ पनि रहेछ एउटा सानो यो चाहिँ आलुसँग होइन मजाले भुट्नुपर्छ कम्ता मिठो हुन्छ त मन पर्नेलाई त कम्ता मिठो हुन्छ र आलुसँग भुटेर पर पारेर खानुपर्छ मन पर्नेलाई एकदम मिठो हुन्छ यहाँ राख्नु पर्यो यहाँ रहेछ एउटा पानी पर्ला जस्तो छ है अब घर जानु पर्ला फेरि घर जानु दिँदैन पानीले यता पनि रहेछ अलिकति त यहाँ रहेछ एउटा छैन रहेछ अब फर्किन्छु म यहाँ रहेछ एउटा
एक साग भएछ पानीले भिजायो है पानीले आछु यति बिजोक लाग्यो कि साथी पुरै छोड्दिउँ पुरै भिजेर यति बिजोक लाग्यो कि जङ्गल गएको दाउरा साथी झन्डै मार्यो पानीले कुटेर बाटोमा यहाँ देख्न सक्नुहुन्छ हाम्रो दाउरा चाहिँ यता लगाइसक्नु भएको छ आमाले पानी परेर हेर्नु न पानी एकैछिनमा मौसम सफा हुन्छ एकैछिनमा यस्तो हुन्छ अनि हुन्छ दाउरा लिन गएको कि साथी हामी चाहिँ दाउरा लिन गएको थियौँ अनि बाटोमा बिसाएर निङ्गुरो खोज्न थाल्यौँ कि निङ्गुरो नखोजेको त आइपुग्थ्यौँ निङ्गुरो खोज्न थाल्यौँ अनि पानीले कुटिहाल्यो बाटोमा अनि बल्ल 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 कुद्दै कुद्दै घरमा आइपुगेर कपडा फेरेर बसिरहेको यसरी गर्न यस्तो छ गाउँघरमा होइन अब यस्तो त अब कति हो कति नि अब अहिले त सुरुवात मात्रै अब यो बर्खा लागिसक्यो भर्खर बर्खा सुरु त हुँदैछ अब पछि झन् साह्रो धान कोदो रोप्ने समयमा त झन् यस्तैमा घुमोडेर प्लास्टिक ओढेर काम गर्नुपर्ने हुन्छ हामीले चाहिँ अनि यस्तै हो यस्तै छ अनि देखिन सक्नुभयो तपाईँहरूले अनि मेरो भिडियो के कस्तो लाग्छ प्लिज लाइक कमेन्ट सेयर गरिदिनु होला सबैजनाले अनि नयाँ साथी जोडिनु भएको छ भने नयाँ साथीहरू हुनुहुन्छ भने मेरो भिडियो सब्सक्राइब गरिदिनुहोस् है अनि म ब्याक दिन्छु तपाईँहरूलाई अनि के कस्तो लाग्छ मेरो भिडियो प्रतिक्रिया पनि दिनुहोस् भन्दै म चाहिँ आजको भिडियो चाहिँ यहीँ इन्ड गर्न चाहन्छु हस् त बाई बाई